Also dat ding, goes wel wat dele atoma, अनि आज amrike saunole अ, ane, अ, kuchi thawe सर्वप्रथम chimbe सबैलाई सुस्वास्थ्यको अनि कामना व्यक्त ni, गर्न चाहन्छु। an dari de da lo, haji अनि ni आज lo jinza ge अ, jele ya, अब 2 nama वर्षपछि zima ya, हामी फेरि chungwa पनि kenshu ki, यो ग्रीष्मकालीनको sozo senada, loze senada, प्रवचन भने पनि हुन्छ होइन। अब dele वज्रयानको samla समुत्थानको chungwa. विषयमा फेरि अब Da de ya बताउन ngaya जाँदैछु, त्यही कारणले अब ki खुसी nandang लागेको छ। cheba juishir zo de sanga ge ki अब chungwa यसको cheba मुख्य अब samla उद्देश्य अब dali यसको श्रेणी श्रेणी भन्दाखेरि पनि के हो त भन्दाखेरि अब tili वज्रयान कसरी dali sanga ge chungwa अब senanda da अब यो nang sanga ge समुत्थान भयो, cheba cheche कसरी अब sen dinde यो nab re de tuandu होइन da khanda chi यसको nang विषयमा sangi बताउन bi जाँदैछु। da lo gyu cha sanga rup tibu अब chi zhunga da jebe ki da chunga हामीले यो cha sanga rup chi da li chi shutubaya ke bezu rup du shubre अब मैले पहिला अब tili जति सक्दो samle यो da nga वज्रयान tang कसरी ge yawa सुरुवात sangi भयो be होइन, ki यसको अब lo समुत्थान shunga da के je हो, सुरुवात कसरी भयो, lo gyu यसको cha विषयमा अब sanga मैले rup kya goya de da ke chum sa di yore अनि ten अ, san da nga zu sanga बताउने ge जमर्को राखेँ होइन। यसको विषयमा हामी chebe जान्नु धेरै अब jinju जरुरी छ। ni so so namba sangi be त्यसै ki कारणले गर्दाखेरि हामी da सबै de अब बौद्ध मार्गी हौँ khen भने ten de स्वीकार tabu गरिसकेपछि होइन, che अ, de ye be आफ्नो अब sa ya यो ane so so बौद्ध chungwa धर्म yu यो ge कहाँदेखि सुरुवात chungwa भयो ma भने she ba यसको sha समुत्थान यसको ke बुझ्नु chum sa जरुरी di छ, yor ba एकदम महत्त्वपूर्ण छ। na nga me ge phe ge tambe le ya ke be mi rang ge ke पहिला gu अब ma she na भोटमा एउटा उखान छ lo कि zu ge होइन, ju dam da त्यसको अब के हो त me rang ge भनेको chong छ da ma भन्दाखेरि she na होइन, yun ru sa ma एउटा dam da पुरुष भएर होइन na आफ्नो me वंश che जानेन ge भने sa ma she na जङ्गलमा बस्ने एउटा बाँदर yun ru जस्तै ge हो gur dam होइन। da che che ta अनि tile ge त्यस्तै गरी अब tambe she su आफ्नो ye ba na अ, shi ta ya यो nga su ge su su jung gong da पुर्खौली होइन, ane lo yu de माताको su एउटा ya ba पुर्खौली ma के हो she भन्ने जानेन भने एउटा ane नक्कली ni gong de गौडुल xiao ma जस्तै she हो ge ji होइन। ta पुर्खौलीको khanda एउटा che मुख्य अब कारणले आफूले ma so बुझेन भने be अनि cha sung ba त्यो de एउटा ji आफ्नो ma गाउँ sha छडेको ya हरामी ta nyu मान्छे de जस्तै be हो भन्ने यसरी एउटा उखान छ। la अनि mar to त्यस्तो ngaran su ge त्यस्तै हुन जान्छ, हामीलाई धेरै ta ba सम्भावना खतरा रहेको छ। ke chu विशेष chu गरी अब ta ba thu ya अब ge हामी ge zenam शास्ता भगवान् nyambo ji ma बुद्धको she be ki लीलाहरू, उहाँको ane nang चर्याहरू sang बुझ्न ge be अत्यन्त kan je जरुरी छ ji ba होइन। kan je ji yi यदि ba de हामीले ta यो बुझेन ni भने gong de होइन, cha de ya अनि बुद्ध भन्ने बुझ्दैनौँ। ta शास्ता la shi भगवान् ge बुद्धको ji लीला ke बुझेर du भने बुद्धलाई बुझ्न सक्दैन। thang bo da ni ba la so ta ke du rin be shi त्यसै ge chi गरी zu बुद्धको ti je वचनहरू सङ्कलन ke du होइन, she be ge यो ni बुझेन sim so भने ma she अनि be na tem ba tham धर्महरू su ge कसरी फैल्यो ma भन्ने ni ji बुझ्दैनौँ। bar thari ye अनि me त्यस्तै गरी यो se ba ji ha ko da 18 वटा निकायहरू कसरी सुरुवात ane भयो da होइन, la shi कसरी ge फैल्यो ji भन्ने कुरा te ba बुझ्दैनौँ। chob ge ta zu da अनि ti wa chen bo ta zu la so te zu ya bo अनि ma she be na महायानी धर्म ti कसरी ba chi फैल्यो, jung gi ya wan she 18 da निकाय ka le कसरी so फैल्यो, ma यो ji बुझेन भने अनि ka le महायानी chi हिनायानीको अनि ti ba chi jung se be फरकहरू, kan je chi विशेषता, भिन्नता हामीले बुझ्न सक्दैनौँ। ngo she त्यसै be कारणले ka la गर्दाखेरि kha bre ta ti ba chi jung gi chung ma she be na ane sang a sa de kan ji ba त्यस्तै गरी यो ta महायानी la र mar to ge हिनायानीको sang a हो ge sang फरक ge र ka yi mi विशेषता ge cha बुझेन de ba भने shi yong de ye be yin sa इस्रायलीको ne विशेषता हामीले ke बुझ्नै sang ge ka सक्दैनौँ। yi mi ge be ji अनि ka sho ya ta ti zum che ba त्यसैले यो अब aba nge le ya ta ti ba chi jung gi chung de xian tu ba chi अनि mi na ane shi ne ji यो वज्रयानीको समुत्थानहरू बुझेन भने, sang a ge उत्पत्तिकरण sang बुझेन ge भने ka yi बुद्धको mi ge वचन cha यो de भनेर ge कसरी ma बुझ्न lo chi da सक्दैनौँ नि त। en de ge be sam lo ji ko sha yi bre त्यसै कारणले यो an da na अ, shi ti ba chi jung gi chung ma she be na ane sang a ge ke ju ka ri ba de zo ha ko de ka la kha ba de हामीले ti महायानी र yin sa ne हिनायानीको विशेषता नबुझिकन da वज्रयानी da ma कुराहरू ko le बुझ्न ya सक्दैनौँ lung ge de वज्रयानको ji ba विषयमा। da ti ka de lung ge de ji yor shu bi na lu yu de ge ma she na sang यो she nge be ka तन्त्र हिँड्दा chi खजिरो che भनिन्छ be yu होइन, do yu ru sa अर्थात् युगनद्ध da chi सूर्य che चन्द्र zo ta नामक एउटा lu तन्त्रभित्र yu ji sang राखिएको a छ कि होइन। chue de zhuang यसको su इतिहास shang tang bo nge le ya सार lu तत्त्व yu कुरा बुझेन go bu भने che अनि su a ji महायानी do zhe ji अर्थात् ye be yin वज्रयानीको sa ne कुराहरू निश्चय te mo बुझ्दै su नै bi na बुझ्नै सक्दैनौँ, de अत्यन्त lu गाह्रो छ yu ko होइन। bu ne mo su bi अनि na ane sang a ga le ya ji यसमा yi bi हामीलाई che दोष be गल्ती da हुनेछ ti भने da यसै lu ji बताएको छ। yong de yo re अर्थात् के हो त ti min भन्दाखेरि sa यसमा de धेरै गल्ती र भ्रममा फस्ने tin de अ, ri ba खतरा र ji सम्भावना रहेको छ भन्ने ma बताएको छ। ro ji gyo mi ju bi अहिले che यो कालमा, यो lu yu ko bu समयमा ne ma हामीलाई sang होइन, a ji यो अब do zhe शताब्दीमा ji ye be हामीले यस्तो कुराहरू
यस्तो आएको छ कि अनि यो 하당하란소 भिन्नता के हो, फरक के हो, यसको 대충 समुथन के हो, बौद्ध धर्ममा फैलिएको 진실에 माया धर्म के हो, 통합도 18 메시오 निकायको के हो भने यस्तो कुराहरू बुझेन 지창 भने 이수 अनि 망보지 भित्री बाहिरी 카오도 गोप्यको 민주 यो 젠에 레고도 वास्तविकता कुराहरू अनि 진짜 그 뒤줄이야 बुझ्न सक्दैन। 알아서기 अब 수균기 마 시에스 अब 가르여버지 अहिले यस्तो एउटा परिस्थिति एउटा 수균기다 21औं शताब्दीमा छ 가르여 कि सबै 마 कुराहरू हामीले अब छर्लङ्ग देख्न सक्छौँ होइन। 인기라를 एउटा 가르치비에버지 हिमपात भएको जस्तो 대선도 हामी सबै 마세바 कुराहरू 아니 सुविधा 딘디긴 रहेको छ। 로다다 튜비에게 로귤이야 심주 체당다 अनि 아니 삼로 अब 땅도 पहिलेको कुरा हामीले 뒤줄이야 बुझ्न सक्दैन। अहिले 맞아요 हाम्रो 시기 हातमा भएको 제나시 कुरालाई चाहिँ हामीले 마시 까메르지 बुझ्दै 디디 त्यसमा 샤리비에 हामीले जाँचबुझ गर्दै होइन पहिलासँग तालमेल 디세라지 खाँदै यसरी हामीले 딘규기 खोज तलास गर्यो। अब 로다나 यसमा 나나 신기 बुझ्ने कोसिस 딘규기 गर्यो भने 케바 अत्यन्त 디주기 फाइदा हुनेछ 심주 가르치기에 디졸랭 아주 होइन। 나미에다 अनि पूर्व विद्वानहरूले 지리로 यसमा कसरी 땅이야 अब 아니 जाँच 아주 गर्नुभएको थियो होइन, 지리차다 प्रतिवेक्षण कसरी गर्नुभएको 나나시 थियो 레바 차고레사 진짜게 होइन। यस्तो 샤무용아 कुराहरू चाहिँ हामीले 내가 심해요 जाँचबुझ गर्नुपर्दछ। अनि यो त 지단이 हाम्रो कुरा होइन, यो त 상비베지로 विद्वानहरूले गर्नुभएको थियो भने 망보지 यो चाहिँ के हो त एउटा 다 아주 बुद्धुको काम हो। 상로야 감을 친게 अनि आफू 망로야 नगर्ने 그래 अनि आफूले 나나시 삼로 खोज तलास 사발이야 नगर्ने अरूको अनि 거수지기냐 टाउकोमा हालिदियो भने 망모 저디 त्योभन्दा अब बुद्धुता को हुन सक्छ। 디초진이 시합이나 정아람 상물로지 야르게리아 카쇼베기 남바지 처리에 인두산에 대 야후레 삼정도 त्यसैले अनि 다 이네야 यो भोटको अब यो 진주이나 지 समाजमा भनौँ न होइन, विभिन्न 가져와야 दर्शनहरू 상로와도 सिद्धान्तहरूमा 나나시 होइन, त्यसमा अब 가져와 사르바도 बुझ्ने धेरै अब 생이 디즈트네 रुचाउने धेरै 망보지 रहेको छ होइन। 지단기 विभिन्न 소와로도 여버지 विचारधाराहरूलाई अब आनन्द मान्ने 딘두 होइन, 더브 여버자 ज्ञान गर्ने 마도베기 धेरै रहेको छ। एक पक्षबाट 아니 हेऱ्यो भने त्यो धेरै राम्रो हो 딘게차네기 होइन। 딘두기 यो चाहिँ एउटा 심주와 बौद्ध 쇠기 धर्म चाहिँ 심주 वृद्धि 제나다 भएको 신디 फैलिँदै गएको एउटा 고수로 रूप हो। 내바다 빵다 तर पनि अनि 풍기예바 अ, 다는 신기 अनि अब यस्तो बेलामा चाहिँ के हो 심산이 त अब 내게 विभिन्न 베다도 विचार पनि तीखो 심주와 भएको 다네 होइन, सोच्ने 졸링랑게 विचारहरू धेरै फैलिएको 디즈올로지 हुँदाखेरि होइन। 진짜게 अनि 소란도 त्यस्तो बेला चाहिँ 비치요버지 हामीले अब अनुसन्धान गर्ने, जाँचबुझ गर्ने, विश्लेषण 플라톤도 विमर्श गर्यो 다당 भने होइन, 아저 चित्त भएर हेऱ्यो 배워버지 भने अनि यो कहाँदेखि सुरुवात भयो, यो 랑네기 कुरा के रहेछ भने 디제나도 यसको हामीले स्रोतहरू 신앙기 पत्ता लगाउन सक्छौँ। 뉴슈 망보지다 강에 망보지 최신배기 뒤주지 인베 인두산에 아는 알아서기 수균기 ring에다 기 디졸이네야 अब यो एउटा यस्तो 디시엔다 आपत्तिकालीन हो कि अब 미러지 धेरै 코네 कुराहरू मिसिएको छ 시에제다 방야르 होइन। 체과디 त्यसलाई चाहिँ के हो त 게슈주 आफ्नो 차리나 संस्कृतिहरू, 도베 संस्कारहरू होइन, 테네 आफ्नो 도시에다 भाषाहरू, भाषिकाहरू, 수균기 आफ्नो ring에다 वंशहरूलाई चाहिँ हामीले खोज तलास 수균기 गरी 루스 시절인데 त्यसलाई 사네 हामीले 상로지 अनि 긴주와 अनुसन्धान गर्नु 체과디 होइन, विचार 지샤지다 विमर्श गर्नु अत्यन्त जरुरी 에네지 देख्दछ 상로지 지류당 होइन। अनि 에네 मान्छेले आफ्नो अब 배매버지 पहिचानहरू भुल्दै गएको छ। 之前 아니 랑그 ring에데 랑그 도시 땅이나 अनि अरूको अब 다 데레여비 जुन 자주에디 महत्त्वपूर्ण कुरालाई चाहिँ हामीले अब 랑그 미리 ध्यान दिएर हेर्ने होइन, 세바 अर्थात् 미강네 바 हामीले 두수 땅 चाहना गरेर आफ्नो 지도샤네 इतिहासहरू मेटाउन 차자 खोज्छौँ, आफ्नो इतिहास, 딘제기 वंशहरू, 체당디 संस्कृतिहरूलाई, लिपिहरूलाई 가져다 अनि मेटाउँदै गएको 망보지량에 त 통비 आफ्नो अनुहारमा दाग 야보 आफूले लगाएको हो नि त। त्यो 뭐통 भविष्यमा 장로 र 세베 अन्धकारको 알아주지 भूमिहरू 소수미리 आफूले नै समातेको हो। 샴전 슝이 소수미리 기타지 अनि यस्तो गर्नु 야버지 थाल्यो भने के हो त 디리지기 आफूले आफ्नो 지 베베 वंशहरूलाई, 마로래야 आफ्नो 수야 अ, 내가 여버지 당 जुन 딱한데 민낭의 진지 차게 पहिला 되어버지 भएको 지 जुन अब 당구도 अ, 제 균셀라 때네 अ, 알아주기 पूर्व 초지 गुरुहरूले गर्नुभएको कुराहरूलाई 수유기 हामीले आफूले नै अब हटाएर 링에 होइन, त्यसलाई लज्जित 디 पारेको हो, 미실라서와 पुर्खौलीको 디솔랭이냐 कुराहरूलाई मेटाएको हो नि त। 아주기 딩조 샤고야지 짜침부 쓰고야지 त्यही 개심부 कारणले जुन 쓰고야지 आफ्नो संस्कृतिलाई एकदम शिर 디솔이야 जस्तो गरेर 땅다 आफ्नो आँखा जसरी 미실라서 त्यसलाई 랑규도 त्यसलाई 야지 आफूले सुरक्षा 디즈기 संरक्षण गर्नु अत्यन्त जरुरी देख्दछु। 디즈기 디즈기 레야레야 비마제 अनि यस्तो समय आएको छ कि 야 होइन, आफ्नो 유수 संस्कृति मेटाउने 아주면이야 यस्तो आएको हुँदाखेरि धेरै सावधान हुनुपर्छ। 딘듀긴 로난다 튜베기 अनि 아다 यो शताब्दीसँग 로귤이 मेल खाएर 심주차네야다 मिलेर हामीले होइन 다는 अ, 신기 विचार विमर्श 에 होइन अनि खोज तलास अनुसन्धान 다케시마 गर्नु अत्यन्त जरुरी 주차야게 हुँदछ। 디솔리나 딘듀긴 로난 튜베기 아나다 가서 시자 사바스난다도 라제 사바스난다도 त्यसैले 디즈기 यो 양아주기 परिस्थितिसँग 플라톤 मिलेर हामीले यो 디즈기야게
अनि Shibari दृष्टिहरू, Chimbo सिद्धान्तहरू Shibari होइन हामीले Shibari अनुसन्धान गर्नुपर्ने, खोज तलास गर्नुपर्ने, अध्ययन गर्नुपर्ने 다 अत्यन्त 샴레 जरुरी anga देख्दछु zoegi है। 다다 अब yarshoegi 다 lobsang यो saran da du chese ग्रीष्मकालीनको अब ngo sung gu zu ma je kong le ya ta nga अब zu यो de सुरुवात de नग na di de यो le ya ग्रीष्मकालीनको yarsho प्रवचन सुरुवात नगर्नुभन्दा nang de पहिला ta de ka de होइन she ba ti ya kyar बितिएको kyar केही su अब shi 2 de वर्ष de अगाडि lo होइन sam chen यो ग्रीष्मकालीनमा ta de ya जुन बौद्ध yarsho lo धर्मको thang bu gu gu समुत्थानहरू she ba कसरी she अब je ru ni dong सुरुवात हुने, ni zu कसरी jing के हो de भने ma she मैले बताएको थियो। de du sa 2000 na nga सन् zu gi 2021 सालमा ta मैले thong बताएको ba थियो। kya ga त्यो ge बेला ta चाहिँ nga मैले के le बताएको ni थियो ga भन्दाखेरि ju होइन, ge 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 भारतवर्षमा यो du du she ta प्राचीन di na lo la ya सिद्धान्तहरू के ta हो she होइन, ro le sa na त्यसको इतिहास के हो ane kya भन्ने ga बताएको ge थियो। ri she अनि ge ta त्योभित्र ge मैले du se ran ब्राह्मणको ri she धर्महरू ge ri होइन, अनि ni zu यो ge वेदको ta कुराहरू, ga na she बुद्ध ri कसरी she ji जन्मिनु भयो होइन, ni zu la sam उहाँको ba अब ta du se ran परिनिर्वाण da कसरी भयो du du होइन, shi bre यसको विषयमा अब an ti che le संक्षिप्तमा ane बताएको थिएँ। tenpa sange chumden de ane ku tamba tang sang ge ba tang chöngor ko wa tang nyangyen le de ba la so अनि ta यो duje ge ta बुद्धको tangpo कालीनमा होइन, sange gen ze अनि ram बुद्ध जन्मिनु भएको विषयमा, chupse shubre प्राप्त ज्ञान प्राप्त ta गरेको tene विषयमा, ti che le ya धर्मचक्र प्रवर्तन गरेको yar विषयमा, shu उहाँ tangpo परिनिर्वाण tene la भएको di विषयमा अनि मैले केही chang कुराहरू बताइसकेँ। nye dong yu zhenyi lo le ya chebre te du sa na nga zu ge फेरि पनि के sange हो त nyangyen le भन्दाखेरि de यो be दोस्रो je ge हामीले le ya मुख्य पाठ सुरु गर्नु अघि अब गत 2 वर्ष अगाडि ko sa shi ग्रीष्मकालीन ji भनौँ न होइन, shua ko shi दोस्रो वर्ष 2022 मा ta हामीले di na lo la अब kar kar shu yo sa na बुद्ध अब nyang परिनिर्वाण yu de भइसकेपछि अब ka बौद्ध su धर्म su कसरी अब sa फैलिएको kwa थियो ki होइन, de de त्यो बेला मैले kwa ki बताएँ su ba होइन। de यो ane che सङ्घहरूको du कसरी me अब यो सङ्घ कसरी de फैलियो, shi je अनि यो विनयको अब ana शिलाहरू, shin ge ta nga zu मठ gong मन्दिर sa कसरी अब यो निर्माण du भयो be shu भन्ने se कुरा ge मैले ta थोरै बताएको थियो ri gi jing zu se ran da du होइन। ya na त्यसपछि go बुद्ध ri gi परिनिर्वाण भइसकेपछि उहाँको चेलाहरूले होइन बुद्धको ta ga वचनको ge de सङ्कलन de कसरी se गर्यो होइन, de su सुरुवात ko कहाँदेखि ya भयो go मैले de यसको lu du shu a ko मैले यसको परिचय ta संक्षिप्तमा de दिएको ne थिएँ। 상계 양해를 대비 제래야 가이 두아스 상계 가탐지 초지 두야 기타 된적이 그것도 अब 통마다 परिनिर्वाण भए 가르 पश्चात पनि बुद्ध 시브레스 पश्चात 아니 बुद्धको 고르슈 वचनहरू सङ्कलन गर्नुको 아디 लागि अर्थात् 나로라야 가르 वचन परिषद 가르슈여라서나 भनिन्छ यसलाई होइन। 에페나 아 यसमा अब 예레 कसरी सुरुवात भएको थियो 이사신베기 भन्दाखेरि होइन, त्यो बेला 자초로라게 뒤시데 सरवाका 그것도 제바다 महाकश्यपले 믹스에도 अने 500 जना सुंगुरला अरहतहरूलाई अब सङ्कलन गरेर निंगुगी बुद्धको वचनहरू गोरुगी सङ्कलन ता गर्नुभएको थियो होइन। दोसे काजुए विशेषता भन्नुपर्दाखेरि अन्योबासिने कश्यप महाकश्यप 드미다 र 디니 보고야 आनन्दको 중대베겠다 बिचमा के हो त 다다르지 विभिन्न कुराहरू पनि 슈아 आएको 고급시브레 थियो 다 디고라야 होइन। विभिन्न पेशेबे 넘버지 भएको कुराहरू मैले 세바다 बताएको एउटा 아샤르 मलाई 집세 मौका पायो। 소아 첨부르지 중예베 고 अनि 다다 यसको 중예베 विषय चाहिँ 춤소 धेरै तपाईँहरूको मनमा 아라시네 धेरै 다 कुराहरू अब 아주기 अ, 다다 उब्जियो 데베 होला र 데베 यसले 진다 धेरै कुराहरू तपाईँहरूलाई 아주 शीतलता पार्यो होला, 야쉐기 बुझ्नुभयो होला भन्ने मलाई अब विश्वास छ। 랑데 가르가르 시에바 디즈고레다 찬소르스 나나 삼테스 अब 다 되네 너니 야르추 자 중요 말에 अब योभन्दा अगाडि 2023 मा हामीले अब यो 너니 उम्, 로야다 야르추 자 중요 말에 ग्रीष्मकालीनको अ, 니 प्रवचन 두산에다 मैले राख्नु भ्याएन र भएन भने 머신 제다 अब यसको 심레 केही अब 니 머신 제다 शीर्षकहरू 레야 यसपालि के छ भने विषयमा बताउन जाँदैछु। अब 레야다 야르추 스모 2023 मा थिए भएन, अब 2024 मा यो अब पहिलोपटक 2 다 वर्षपछि हुँदैछ। 던저기 야르추 니 남기다 अब 남데 यो ग्रीष्मकालीन 류루 अर्थात् यो 삼제 줄 अ, 만데 지제 बर्खावासमा 니야 अब 남데 소리야 모두 यसको 슈아 अब 삼제서 अ, के हो त भन्दाखेरि होइन, के को विषयमा बताउन जाँदैछु, यसको विषयमा थोरै यसको चर्चा गर्न जाँदैछु। 음 다 sabje wan shebena sabje zawe अब sabje यसको अब sungbu कुनै sungbu shi भागमा कुनै अब यसमा deji deme बताउनु nangde पर्दाखेरि sera पाठमा होइन, tan deme nangde tele ya पहिला के हो त segi भन्दाखेरि sabje अब ta shi ye प्रारम्भिक sabje ba बुद्ध je धर्मको gochi je विषयमा हो, अर्थात् प्रारम्भिक बौद्ध धर्मको विषय हो पहिला। tele ya यो thongba भित्र के रहेको छ त chimbo gi भन्दाखेरि ge dan du tim अब सङ्घ, thongba khande shi विनय du अनुशासन zu र ko de मठहरूको अब गठनहरू, shu na ni ma shu simre अनि यो ta चाहिँ मैले dene पहिला ko du बताइसकेँ। thambyo ko ni ba ko du thambyo ko de अब shu पहिलो simre सङ्ग्रह ta dene sumba बुद्धको den वचन deme अब nangde सङ्कलन कुरा sungru विषयमा अब tan प्राचीन deme बौद्ध nangde sungru ko धर्म le ya ग्रन्थहरूको उत्पत्ति, ane मुख्य deme शास्त्र nangde प्रार्थनाहरू shebatang के थियो ti भन्ने chungli विषयमा da होइन। yurup ane deme nangde sungrup chungsu पहिलो ta परिषदमा deme अब के हो nangde त sungrup प्रार nintang प्रारम्भिक बुद्ध deme धर्मको nangde शास्त्रहरू chu कसरी विकसित samar भए,
यसरी सूत्र र विनयको केन्द्रित कसरी भएको थियो भन्ने कुरामा त्यसपछि बुद्धको अ, परिनिर्वाण मृत्यु पश्चात बौद्ध धर्मको शिक्षा होइन अनि बुद्धको परिनिर्वाण पछि बुद्ध धर्म दोस्रो फेरि सङ्कलन भयो होइन यो अब कसरी विभाजन गर्ने भन्ने कुरा भयो दोस्रो परिषद दोस्रोमा बुद्धको भनौँ न अब सङ्कलन गर्ने क्रममा अब विद्यालयहरू विभाजन जब राजा यो भनौँ न अशोक राजाको तेस्रो चरणमा फेरि यो सङ्कलन गरे होइन सम्राट अशोकको समयमा तेस्रो परिषद बस्यो आदिम बौद्ध धर्मको अध्ययनको बारेमा विषयमा कुरा राखेको छु अनि प्रारम्भिक बौद्ध धर्मका शास्त्रहरू मौलिक बौद्ध अब कागजातहरूको बारेमा सातौँमा चाहिँ के हो त अब प्रारम्भिक बौद्ध धर्मको पाठमा अब परम्परागत बौद्ध शिक्षाको कुनै अब मुख्य सम्बन्धी कुराहरू सामग्रीहरू आठौँमा चाहिँ के हो त प्रारम्भिक बौद्ध धर्मको बिन्दुहरूको जुन गोप्य मन्त्रसँग सम्बन्धित रहेको छ त्यो कुरा अनि अनि अन्तिममा चाहिँ यो अब बौद्ध धर्म बुद्ध चाहिँ अब कहिले खस्नुभएको त्यसको समयको विषयमा यो 9 प्रकार रहेको छ त्योभित्र 3 प्रकार चाहिँ मुख्य त्योभित्र यो विभाजन भएको अब म यो भन्दा पनि पहिला अब के हो त धुमे नाङदेन भनिन्छ होइन अर्थात् यो प्रारम्भिक बौद्ध धर्मको विषयमा बताउन जाँदैछु अब यसलाई प्रारम्भिक बौद्ध धर्म भने यस्तो नाम भनौँ न होइन व्यवहारहरू यो अब यसको चरणहरू श्रेणीहरू अनि यो यसको युगहरू होइन कहिले उत्पन्न भएको यसको युग के थियो भन्ने विषयमा बताउन पर्दाखेरि अब पहिले प्रारम्भिक बौद्ध धर्म चाहिँ के हो त यो बुद्धले बौद्ध धर्म फैलिसकेपछि होइन क्रमैसँग यो वृद्धि भएर गयो होइन यसमा अब धेरै फरक युगको धेरै फरक छ कुनै कुनै बेलामा के हो त भने अलिकति विशेषता पनि रहेको छ अरूभन्दा होइन त्यस्तो कुरा पनि छ जे भए तापनि अब सर्वप्रथम प्रारम्भिक बौद्ध धर्म अनि अर्थात् प्रारम्भिक भनेको पहिलो होइन पहिलो बौद्ध धर्म कसरी अब सुरुवात भएको थियो भन्ने विषयमा अब हामीले बुझ्नु जरुरी छ यसलाई प्रारम्भिक बौद्ध धर्म पनि भन्न सकिन्छ प्रथम चरणको बौद्ध धर्म पनि भन्न सकिन्छ कुन चाहिँ हो त भन्दाखेरि यो के हो त भन्दा यसको मुख्य स्रोतहरू बुझ्नु जरुरी छ यसको विशेषता के हो सुरुवात कहिले भएको थियो यो के हो भन्ने बुझ्नु अत्यन्त जरुरी छ यसलाई चाहिँ जापानको एउटा मिजुनो कोगेन भन्नेले के बताउनु भएको छ भन्दाखेरि प्रारम्भिक बौद्ध धर्म कस्तो हो भन्दाखेरि पहिले भारतवर्षमा अनि भारतवर्षमा बौद्ध धर्म भने फैलिएको थियो नि जुन भारतवर्षमा पहिलो चरणमा फैलिएको बुद्ध धर्मलाई नै अनि प्रारम्भिक बौद्ध धर्म हुन्छ भने उहाँले अनि मिजुनो कोगेनले भन्नुभएको थियो अब योभन्दा अलिकति विशेषता यसको अब यो धर्म भनौँ बुद्धको कालीनदेखि पछि गएर बौद्ध धर्म फैलिँदै गर्दाखेरि यो युगहरूमा अलिकति फरक छ अब यो भिन्नता कसरी छुट्याउने त फरक के छ युगहरूमा फरक भए कसरी छुट्याउने त भन्दाखेरि होइन प्रारम्भिक बौद्ध धर्म सुरुवात भयो त्यहाँदेखि अब के हो त सुरुवात हुँदै 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 अब यो अहिलेसम्म आएको यो कुराहरूमा फरक के छ भिन्नता कसरी छुट्याउने भन्दाखेरि यसको अब युगमा अलिकति हामीले छुट्याएर बताउनु पर्दाखेरि पहिला हामीले कसरी छुट्याउने प्रारम्भिक बौद्ध धर्म भनेर छुट्याउने दोस्रोमा चाहिँ अनि निकायको युग भन्ने तेस्रोमा चाहिँ
अनि यो भनौँ न अब 18 निकाय छुट्याएको युग भन्ने होइन त्यसपछि अब के हो त पहिले फैलिएको महायानी धर्म त्यसपछि के हो त अब महायान र हिनयानी सँगैको युग भन्ने त्यसपछि अनि त्यसपछि गएर महायानी बौद्ध धर्म फैलिँदाखेरि के हो त अब महायानी र हिनयानीको सिद्धान्त र दर्शनहरू धेरै फैलिएको समय पनि भनिन्छ त्यसपछि अब दोस्रो चरणमा महायानी फैलिँदाखेरि चाहिँ बल्ल वज्रायनी धर्महरू फैलिएको थियो यसरी छुटाउन पनि सकिन्छ जस्तो मलाई लाग्दछ अब यो यसमा चाहिँ पहिलो भनौँ न पहिलो महायानी हिनयानी अब बौद्ध धर्म फैलिएको बेलामा सँगै भएको बेला पनि यो यो महायानी धर्म फैलिएको थियो भने फेरि महायानी र हिनयानीको दोस्रो चरणमा फेरि यो फैलिँदाखेरि चाहिँ दोस्रो चरणमा चाहिँ वज्रायन धर्म धेरै फैलिएको थियो भन्ने यसरी पनि हामीले बुझ्न सकिन्छ अब थेक्चिन भर्दर भनिन्छ महायानी मध्यममा अब फैलिएको कुरा कसरी बताउने त भन्दाखेरि मध्यम कालमा महायानी धर्म फैलिँदाखेरि महायानको धर्म फैलिँदाखेरि यसलाई अब यसलाई गादर छिदर भनिन्छ पहिले चरणमा फैलिएको धर्म अनि पछि फैलिएको धर्म भनिन्छ होइन महायानी पहिले पनि फैलिएको थियो दोस्रो चरणमा पछि पनि फैलिएको थियो अब दोस्रो चरणमा फैलिएको महायानीले धर्म चाहिँ के हो त अब वज्रयानको धर्महरू अर्थात् गुह्य तन्त्रहरू फैलिएको धर्मलाई बुझिन्छ अब यो के हो त बौद्ध धर्म फैलिने युगहरूमा चाहिँ के हो त अब आफ्नै विशेषता रहेको छ होइन आफ्नै युगमा चाहिँ आफ्नै श्रेणीहरू पंक्तिहरू चरणहरू आफ्नै भिन्नता र फरक रहेको छ त्यो भित्रमा पनि आज म पहिलो प्रारम्भिक बौद्ध धर्म पहिले सबसे प्रथम फैलिएको धर्म के हो होइन यसको बीच अब यसलाई चाहिँ के भन्छ प्रारम्भिक बौद्ध धर्म भनिन्छ यो प्रारम्भिक बौद्ध धर्म चाहिँ अब यसलाई छेथोमा भनेको चाहिँ अगाडि भएको होइन अब आदिम भनौँ न होइन आदिम बौद्ध धर्म प्रारम्भिक बौद्ध धर्म भनिन्छ यसलाई यो चाहिँ के हो त प्रारम्भिक बौद्ध धर्म भने के हो त शास्त्र शाक्यमुनि गौतम बुद्धले बौद्ध शासनहरू होइन यो सुरुवात गर्नुभयो उहाँले उहाँको कालीनमा त्यहाँदेखि के हो त भने विभिन्न प्रवचन गर्ने अध्ययन गर्ने प्रचार प्रसार गर्ने लीला बुद्धले 12वटा लीला देखाउने यसरी अब बौद्ध शासनहरू बिग्रिँदै गए अरू चाहिँ अर्को हिसाबले भन्नुपर्दाखेरि अब के हो त यो चाहिँ बुद्ध धर्म बुद्धकालीन भएको कुराहरू होइन प्रचार प्रसार गर्ने बुद्ध पाल्नु हुने 80 वर्ष उमेरसम्म हो पछि अब बुद्ध परिनिर्वाण अर्थात् उहाँको निधन भइसकेपछि लो निग्या भनेको चाहिँ अब 2 वर्ष बित्नु भएर 2 वर्ष गइसकेको अवधिमा अनि त्योभित्र के हो त देव निकायहरू नफाटिएको 200 अर्थात् 300 वर्ष भित्रको विलयमा फैलिएको बुद्ध धर्मलाई पनि अनि प्रारम्भिक बौद्ध धर्म भनिन्छ त्यही कारणले निकाय 18 निकाय नफैलिनु भन्दा अगाडिको 200 वर्ष अगाडिको जुन बौद्ध धर्म थियो नि यसलाई नै प्रारम्भिक बौद्ध धर्म भन्ने हामीले बुझ्न सक्छौँ अब यसलाई चाहिँ के हो त भन्दाखेरि अब श्रीलङ्काको एउटा भनाइमा के छ भन्दाखेरि विद्वानहरूको भनाइमा चाहिँ अनि बुद्ध चाहिँ के हो त परिनिर्वाण भइसकेर होइन 200 वर्ष पछि अनि भनौँ न विशेष गरी यो अब अलि क्षमा पाऊँ विशेष गरी यो बुद्ध चाहिँ अब पाल्नु भइसकेर अब होइन अनि
यो अशोका राजा सम्राट अशोकाको समयसम्म फैलिएको धर्मलाई चाहिँ के हो त यो प्रारम्भिक बौद्ध धर्म भनेर भनिन्छ भनेको छ। तर पनि यसमा श्रीलङ्काको अब एउटा भनाइमा चाहिँ विद्वान त्यो मिल्दैन होइन। सम्राट अशोका चाहिँ बुद्ध परिनिर्वाण भएर 200 वर्षपछि उहाँ जन्मिएको हुँदाखेरि अनि उहाँसँग आएको धर्म चाहिँ के हो त अब बुद्ध परिनिर्वाण भएर उहाँको बेलासम्म फैलिएको धर्मलाई चाहिँ धेमिनाङदेन भन्नु मिल्दैन, अर्थात् प्रारम्भिक बौद्ध धर्म भन्नु मिल्दैन, किनकि 250 वर्ष अगाडिमा यो थियो भने यसरी नै उहाँले बताउनु भएको छ। अब यो उत्तर दिशाको यो अब भनाइमा चाहिँ हो भने अब सम्राट राजा चाहिँ अब बुद्ध परिनिर्वाण भएर होइन यो 150 वर्षपछि अब सम्राट अशोक सम्राट जन्मिनु भएको थियो भनेर यसरी अब अनि 150 र 200 को हाराहारी फरक भएको हुँदाखेरि त्यो अवधिलाई यसरी अनि प्रारम्भिक बौद्ध धर्म हो भने पनि यसरी अब आफू नै अब मतहरू राखिएको थियो विद्वानहरूले होइन। अब यो समय के थियो होइन यसको अब खसेर अब होइन कति वर्ष गयो कति जानुभएको थियो समय होइन कति बित्यो भने यसको विषयमा चाहिँ अब पछि समय पाउँदाखेरि बताउँला। अब यसको विषयमा बताउन चाहदिनँ। अब यो अशोक राजा चाहिँ होइन बुद्ध खस्नु भएर 200 वर्षपछि आउनु भएको हो कि 150 वर्षपछि हो कि 100 वर्षपछि हो कि यसको विषयमा चाहिँ तपाईँहरूलाई पछि बताउँछु। जे भए तापनि शाक्यमुनि गौतम बुद्धले बौद्ध धर्म बौद्ध शासन यसरी सुरुवात गरेदेखि उहाँले अब प्रतिपदा भनौँ न एउटा राखेर त्यहाँदेखि अब हामीले के बुझ्नुपर्छ भन्दाखेरि अनि बुद्ध परिनिर्वाण भएर यो 18वटा निकायहरू विभाजन नभएको कालीनलाई चाहिँ प्रारम्भिक बौद्ध धर्म भन्न मिल्छ भनेर यसरी सबैको यो मत एउटा नै छ। यसलाई नै हामीले समातेर आजको विषयमा यसरी अगाडि बढ्छ। यसलाई नै हामीले प्रारम्भिक बौद्ध धर्म भन्ने बुझ्नु पर्दछ। यसलाई चाहिँ हामीले प्रारम्भिक बौद्ध धर्म भन्नुपर्छ है। अर्थात् निकाय छ नि 4वटा निकायमा देखि अब 18 निकाय छुट्यो, त्यो नछुटिनु निकाय उत्पन्न नहुनुभन्दा अगाडिको जुन बुद्ध निर्माण भएर परिनिर्वाण भएर जुन निकाय नछुटिएको अवधिलाई चाहिँ प्रारम्भिक बौद्ध धर्म भन्ने बुझ्नुहोस्। यो थियो प्रारम्भिक बौद्ध धर्म विषय। अब यो प्रारम्भिक बौद्ध धर्ममा पनि अब अलिकता मैले सूक्ष्म हिसाबमा बताउनु पर्दाखेरि विद्वानहरूले एकदम गम्भीरता हिसाबले यसलाई चाल्नु भएको छ। यसमा 2 प्रकारको भागहरू मैले देखेँ। यो के हो त भन्दाखेरि 2 प्रकारको कुरा राख्न सकिन्छ यसमा। यो के हो त भन्दाखेरि अनि बुद्धकालीन शास्त्र भगवान बुद्धको कालीन बुद्धकालीन र उहाँको प्रत्यक्ष रूपमा भेटिएको चेलाहरू त्यो भित्र भए अनि फैलिएको धर्मलाई चाहिँ के हो त आदिम बुद्ध धर्म अर्थात् प्रारम्भिक बौद्ध धर्म यही हो भनेर अनि यसरी बताउने पनि छ। अब प्रारम्भिक बौद्ध धर्म कस्तोले भन्नुपर्छ भन्दाखेरि बुद्धको कालमा जुन बुद्धसँग भेटेको प्रत्यक्ष रूपमा भेटेको चेलाहरू थियो आनन्द महाकाश्यप अनेक चेलाहरू थियो त्यो भित्र के हो त अनि फैलिएको धर्मलाई चाहिँ प्रारम्भिक बौद्ध धर्म भन्नुपर्छ भन्ने एउटा कुरा थियो। अर्को चाहिँ के हो त बुद्ध परिनिर्वाण भएर शाक्यमुनि गौतम बुद्ध परिनिर्वाण भइसकेपछि अनि एउटा फरकिलो हिसाबमा कुनै नामकरण गरेर अनि बौद्ध धर्म यसरी फैलेको थियो भनेर होइन यसलाई चाहिँ अनि परिनिर्वाण भएर 18 निकाय 4 निकाय नफैलिनु अवधिको बीचको भागलाई चाहिँ के भयो त भन्दाखेरि अनि प्रारम्भिक बौद्ध धर्म हो भने यसरी पनि राखिएको थियो। 2 कुरा छ, एउटा चाहिँ परिनिर्वाण भइसकेर निकायहरू नछुटेको अवधिमा प्रारम्भिक बौद्ध धर्म, अर्को चाहिँ बुद्धकालीन र बुद्धको चेलाहरू अवधिमा प्रचार प्रसार भएको धर्मलाई चाहिँ अनि यसरी प्रारम्भिक बौद्ध धर्म 2 प्रकारले छुटेको थियो। यसलाई अब नामकरण गरेको भनौँ न एउटा फरकिलो हिसाबमा होइन यसरी बताएको थियो।
यसरी दुई प्रकारको अब भाग पनि 다 छुटाउन सकिन्छ 진저기 कि भन्ने 여왕이 मलाई लाग्छ 시작과 되게 가르친 거 알았을라비나 यो दुईवटा भाग 떼바 छुटाउ 상계 के 셰슈밤 야나 अब निर्धारण गर्छ 콜롭남 भन्दाखेरि 셰슈베 겁리야 다 떼바 상계 그 손샤베 다 최디다 남바 상계 바 यसले के 네 장로 निर्धारण 상계 गर्छ 바세나 भन्दाखेरि 다도 남바 शास्त्र 상계 बुद्ध 바디 भगवान बुद्ध 슈범이 아버지 उहाँको 떼바 상계 चेलाहरूले 바나가마 फैलाएको 손샤베 बौद्ध 차 धर्म 차디 चाहिँ 여러분 बुद्ध 다 धर्मको 데미나 मुख्य 남바 धारा 상계 हो 바세야지 स्रोत 다 हो यही नै हो 세시 प्रारम्भिक 시베 बौद्ध धर्म 바샤데 भन्ने यसलाई अब सिमै 남바세 नाङ्दैन अर्थात् 데슈베 आदिम बौद्ध 세지 धर्म 바시 भन्ने 베샤데 बताउँदछ भने अब 아 남바 यसरी 남바 상계 베기 시에네 마소샤베 सूचक गर्दछ 안 남베 त्यसपछि के हो त अब बुद्ध परिनिर्वाण हुनु भएर अनि बुद्धकालीन नभएर बुद्ध परिनिर्वाणपछि चेलाहरूले फैलिएको अब बौद्ध धर्मलाई पनि प्रारम्भिक बौद्ध धर्म हो भने पनि अब बताउँछ यसलाई अब मूल मुख्य अब बौद्ध धर्म र अर्थात् के हो त आदिम बौद्ध धर्म भन्ने बुझाउनु पर्छ एउटा चाहिँ बुद्धको कालीनमा र चाहिँ परिनिर्वाण भइसकेपछि अनि निकाय नफैलिनु अगाडि निकाय विभाजन नहुनु अगाडिको अब त्यसलाई चाहिँ आदिम बौद्ध धर्म अर्थात् मूल स्रोतको बौद्ध धर्म भने बुझाउनु पर्दछ बुझ्नु पर्दछ भने यसरी अब विद्वानहरूले बताउनुहुन्छ यसरी सुरुवात भएको थियो अब यसरी बुझ्नु पर्दछ हैन अब हामीले यसमा अब दाँजौँ हैन बुद्ध भएको परिनिर्वाण भएको बेलामा हैन बुद्धको आफ्नै कालमा र बुद्ध नभएर पछि के हो त चेलाको पालो फैलेको बुद्धको चेलाको पालो फैलेको बौद्ध धर्म कुन चाहिँ चोखो हो र कुन चाहिँ यसले निर्धारण गर्छ कि यो कुन चाहिँ यो अब प्रारम्भिक बौद्ध धर्म हो भनेमा हामी अब यसको विषयमा मैले बताउन जाँदैछु यसको विषयमा विमर्श हुँदैछ हैन निष्कर्ष टुङ्गिने छ यसमा अब धेमे नाङ्देन प्रारम्भिक बौद्ध धर्ममा चाहिँ दुई प्रकारको कुराहरू छ हैन यसमा दुई कुरा छुटाउनु पर्यो एउटा चाहिँ के हो त बुद्धकालीन बुद्धको अवधिमा अरू चाहिँ के हो त अनि बुद्ध परिनिर्वाण पछि चेलाको क्रममा फैलिएको बौद्ध धर्म यसरी बताउनु पर्दा बताउँदा पनि हुन्छ र अर्को चाहिँ के हो त अब नामकरण गरिएको एउटा चाहिँ बुद्धकालीनमा एउटा चाहिँ बुद्धकालीन पछि अब परिनिर्वाण पछि अब राखिएको अब निकायहरू नफैलिएको अवधिलाई चाहिँ प्रारम्भिक बौद्ध धर्म हो भने पनि बुझ्न सकिन्छ यस्तो गरे पनि हामीले कुनै अब गल्ती नहोला जस्तो मलाई लाग्दछ त्यसैले हामीले बुद्धको मुख्य अब वचनहरूलाई हैन अब शिरमा राखेर हैन हामीले खोज तलास गरेर मात्रै हैन नामकरण गर्दाखेरि हैन कुनलाई बौद्ध धर्म भनिन्छ प्रारम्भिक बौद्ध धर्म भनिन्छ यो कसरी फैलिएको थियो अनि यो हामीले बुझ्नु पर्दछ हैन बुद्धको कालमा कस्तो थियो चेलाको कालमा कस्तो थियो यो नबुझिकन हामीले अनि प्रारम्भिक बुद्ध धर्महरू बुझ्न सकिँदैन अनि हामीले फराकिलो हिसाबमा नामकरणको हिसाबमा चेलाको बुद्ध परिनिर्वाण पश्चात चेलाको क्रममा बुद्ध धर्म कसरी फैलिएको थियो भनेको बुद्धको कालीन बुद्ध धर्म कसरी फैलिएको थियो भन्ने कुराहरू चाहिँ हामीले भित्रैदेखि विमर्श त्यसलाई हामीले विमोचन गरेर अर्थात् यसमा अनुसन्धान गरेर जाँच गरेन भने हामीले प्रारम्भिक बौद्ध धर्म कस्तो थियो भनेर बुझ्न धेरै गाह्रो यसको भेदहरू यसको खण्डहरू यसको भागहरू हामीले छुटाउन सकेन भने धेरै गाह्रो हुन्छ अब भनौँ न हामी अहिले हाम्रो हातमा भएको ग्रन्थहरू दर्शन भएको कुराहरू सबै ग्रन्थ के हो त अब निकाय
भनौँ न 4 अर्थात् 4 मूल निकाय र 18 निकाय यहाँ त्यो फैलिएको पश्चातदेखि अनि फैलिएको धर्म त रहेछ नि होइन बुद्धको वचनहरू त्यो हाम्रो हातमा अहिले जीवित अमर काँचै छ त्योभन्दा अगाडिको त गाह्रो रहेछ नि भनेको मतलब परिनिर्वाण पश्चात अनि 200 वर्ष पछिको निकाय 18 निकायहरू फैलिसकेर भएर अनि त्यहाँदेखि भएको धर्मलाई चाहिँ हाम्रो हातमा अहिले छ नि त त्योभन्दा अगाडिको त के थियो होइन हामीले यस्तो अब निकायहरू स्रोतहरू खोज्यो भने अत्यन्त कठिन त रहेछ नि त्यही कारणले जुन यसलाई चाहिँ हामीले फैलाउनु पर्दछ होइन जुन कम भएको गिरावट भएको विकृति भएकोले चाहिँ हामीले फेरि पुरो फेरि पुन सुचारू गर्नुपर्दछ भने धेरै गाह्रो छ नि बुद्धकालीन भएको बुद्ध धर्म कस्तो थियो भन्ने हामीले खोज तलास गर्यो भने धेरै गाह्रो किन त भन्दाखेरि हाम्रो हातमा भएको दर्शन पाउने अमर भएको बुद्ध वचन सबै के हो त निकायहरू फैलिएकोदेखि पश्चात भएको धर्म त रहेछ भनौँ न अब धेमी नाङ्दे प्रारम्भिक बौद्ध धर्मको विषयमा भनौँ न प्रारम्भिक स्रोत बौद्ध धर्म भने यसको अब फरक छुट्याउने क्रममा अब यो जापानको एउटा हकुची भने होइन अनि उहाँले भन्नुभएको छ कि भारतमा भएको त्यो विभिन्न सिद्धान्तहरू होइन अनुसन्धान गर्ने क्रममा होइन अनि यो सन् 1926मा चाहिँ अब के हो त होइन 1926मा उहाँले अब यो पाण्डुलिपि छापिएको कुराहरू हेर्दाखेरि होइन यसरी अब अनुसन्धान गर्दाखेरि देखिएको थियो फेरि जापानको अब एउटा विद्वान होइन अनिसेके अब अनिसेके त्यसै गरी अब अनिसेके अनि होमा चाहरू भनेर होइन 1908मा अनि यसरी धेमै नाङ्देन प्रारम्भिक बौद्ध धर्म कस्तोले भन्छ यो के हो भन्ने उनीहरूलाई धेरै अनुसन्धान गर्नुभएको थियो उनीहरूले अब प्रारम्भिक बौद्ध धर्म यस्तोले भन्नुपर्छ भने उहाँले धेरै विमर्शहरू होइन अनुसन्धानहरू खोज तलास गरेर यसरी उहाँहरूले अध्ययन गर्नुभएको थियो 1926तिर अनि 1908तिर यसरी उहाँहरूले प्रारम्भिक बौद्ध धर्म सुरुवातको आदिम बौद्ध धर्म यसरी उहाँले बताउनु भएको यस्तो हो भनेर अनि यो एउटा अनुसन्धान कर्मीहरूले यसरी अब खोज तलास गरेको थिए यो थियो के हो त प्रारम्भिक बौद्ध धर्मको नाम र यसमा कतिवटा विभाजन गरेको थियो विद्वान कोले यसरी अनुसन्धान गरेको थियो सन् कतिमा थियो भने मैले बताएँ अब के हो त दोस्रो चरणमा चाहिँ प्रारम्भिक बुद्ध धर्मको प्रचार होइन प्रचार प्रसार विषयमा अब यसमा चाहिँ पहिलो परिषद अर्थात् बुद्ध वचन पहिलो पटक के हो त सङ्कलन गरेको बुद्ध वचन विषयमा बताउन चाहन्छु यो चाहिँ 2022को ग्रीष्मकालीन शिक्षाहरूमा अब हामीले बुद्धको परिनिर्माणको बारेमा छलफल गर्यौँ होइन त्यो बेलामा अब अनि अब परिनिर्माण भइसकेपछि महाकश्यपले अब एउटा महसुस गर्नुभयो कि अब जुन बुद्धले बताउनु भएको कुराहरू चाहिँ हामीले अब वास्ता गरेन अनावश्यक अब हामीले चासो गरेन भने त्यो चाहिँ के हो त धेरै गिरावट भएर जाने व्यवस्था गरेन भने त्यो त एकदम गम्भीर त पछिमा हटिएर जाने हुन्छ धेरै खतरा छ होइन त्यही कारणले अनि जति भएको अब के हो त अब आफ्नो विचार राखेर होइन अब के गर्नु पर्यो भन्दाखेरि बुद्ध खस्नु भए तापनि बुद्ध पछि के हो त अब भएको अब चेलाहरू छ बुद्ध दर्शन गरेको सबै अब सङ्घहरू सङ्कलन गरेर भेला गरेर होइन के हो त अनि सँग अब उहाँहरूले सबै छलफल गरेर अनि एक सङ्कलन गरेर अनि समर्थन गर्नुभयो कि अनि बुद्धको 500 जना चेलालाई बोलाएर बुद्धले दिएको सब उपदेश सङ्कलन गर्नु लाग्यो होइन त्यो सङ्कलन गर्नु लाउँदाखेरि उहाँलाई के हो त पहिलो परिषद भनिन्छ अब जुन 45 वर्षसम्म होइन जीवनको एउटा जीवन बुद्धले अब जीवनभरि बताउनु भएको वचन के थियो सबै सङ्कलन गर्नु लगाए 500 जना भिक्षुहरू अरहतहरू अब भेला गरेर त्यो अब महाकश्यप र आनन्दले अब सुरुवात गर्यो
간다 거두기 민그 남자 현다지리야 냠도 अब यो बुद्ध वचनको सङ्कलन अथवा पहिलो 마케도 परिषदलाई 소샤네 यसको अर्को नाम पनि राखेको छ 아네 त के हो त 상계도 भन्दाखेरि 두이네 바 सँगै 상계가 पढ्नु 상계가 마 अथवा सँगै 되뇌체 भन्नु 다 कि 상황 बुद्धले यो 거두 भनेको थियो यो 소샤 भनेको थियो यो ठाउँमा यो भनेको थियो 상계 मुखले 소샤 भन्नु त हो नि 체리기도 हो 냠도 अर्थात् सँगै 가서 भन्नु 되뇌체 अथवा सँगै 셰베 बताउनु 디사네 होइन 델레야 냠도 हो 되봤어 त्यसलाई नै के हो त अब 나들이지 यो बुद्धको 세베까지 सङ्कलन वचन सङ्कलनलाई अर्को नाम के दिएको छ 딱거도 सँगै 담배고와도 वचनलाई 지마라 भन्नु 나바상게 बताउनुलाई पनि भने 거야 간 나바상게 봤어 말았다 지 나바상게 비기 수균기 소럽디즈 나로래야 아니 거도 담보 위아바 시샤르는 거 त्यसैले 다이네 양 심주바 카시 거도 담보 अब यो 사디 यो अब 근데 बुद्धको 과거시 5जना चेला 딘네 अराधहरू 거도 सँगै 담보 भेला 야마야시 गरेर बताएकोलाई पनि अब 대신인데 यो 요리 बुद्धको वचनलाई अब सङ्कलन गरेर अब राखिएकोलाई 기나야 पहिलो 다가다 परिषद बुद्ध 대마 वचन 냠도 सङ्कलन पनि भनिन्छ 디 अब अर्को अनुसन्धान कर्मीहरूले के भन्नुहुन्छ 다 भन्दाखेरि अब 대바 민도 अ, 카기 소름 디즈 나로래야 거도 अब 담보 जुन 제베고 यो 세부 चाहिँ अब 제베 बुद्ध 인두사네 वचन चाहिँ के हो त यो सङ्कलन हुँदैन भनेर पनि भनेको छ 다 अब 남바 दोस्रो चाहिँ 던데지 के हो त किन 거도 भन्दाखेरि त्यो बेला चाहिँ 제베나 데베기 निकायहरूको कुराहरू 셰베고 चाहिँ 말때 간다리야 지 남바 강롱지게 토안에 안에 상게 송베 이 최되게디 안에 초지도 듀이네 이제겠다 거도 अब जुन 제야 निकायहरूमा 셰 बताएको कुरा 셰베나 त्योभित्र आएको 시슈 नभएको 셰베 हुँदाखेरि होइन 심주바 त्यसलाई चाहिँ अब के हो 마셰베디 त अनि 안드네 अ, 시야다 다이네 심주바 अनि 카셰베디 अलिकता फरक छ 데데데사데 निकायको कुराहरू यहाँ 마셰 बताएको छैन भन्ने कुराहरू पनि छ 유사바시 되게 अनि 아니 यो 뭐들 पहिलो 가서 परिषदको कुराहरू अर्थात् 상기인데 요리 वचन बुद्ध वचनको सङ्कलन हुन 맞아야 सक्दैन 그 भन्ने कुराहरू पनि 디디사네 अब विभिन्न यो अनुसन्धान कर्मीहरूको अब 셰베 राय र 거도 मतहरू 담보 रहेको छ 셰베 qable야 जे भए तापनि 아니 अब यो पहिलो बुद्ध वचन 거도 담보 सङ्कलन 셰베 गर्ने क्रममा qable야 딱 심주 यसलाई 마셰 कति 담보 ढङ्गो भनिन्छ 거도 담보 셰베 qable야 वचन सङ्कलन पहिलो वचन सङ्कलन भनेर नाम दियो 알아서 여기 되는 순간 나로네 यसलाई क दुई 왜 भन्छ 되네 क भनेको 도도 वचन 돼 दुई भनेको सङ्कलन गर्ने 도도 돼 아니 거도 셰베 अर्थात् सँगै यसलाई 네 बताउने 거도 셰 भन्ने 서로 क्रमलाई 담배 पहिलो 거도 चरणको 셰야 रहेको छ 치지 근데 셰니 형데 अब कसैले भन्छ बुद्धले 듀에 되네다 बुद्ध 도디 परिनिर्वाण 되네 भइसकेर अब 거도 셰바 कति ढङ्गो 되네 पहिलो बुद्ध वचन 다 सङ्कलन 되네 सङ्कलन 사 गरेकै छैन 디디 भन्ने 되네 라고 भन्नेहरू पनि छ 사바고 심주가 되죠 기지 셰다 망보스도 아다 अब 그 디디 यो भनौँ न 되네 अनुसन्धान कर्मीहरूले भने 간다야 आफ्नो राय मात्र धेरै छ जे भए 두아당 तापनि 도디서 말아 야나 अब के हो त धर्म당 아니 위나야 अब धर्म र विनय पनि भनिन्छ 거도 हो 담배 qable야 अब 거도 셰바 धर्म र विनय चाहिँ 다 सङ्कलन 디나야 गर्ने चाहिँ आनन्द धर्म हो भनेछ 단 도디 마 숭년디 소르사나 상기 좀 된데 얘네 군거 अब यो धर्म र विनय धर्मको विषय र विनयको विषयमा पिटकमा बताउने चाहिँ को हो त भन्दाखेरि यो आनन्द हो होइन उहाँको नजिकको अब एउटा सेवा आनन्द हो भने किन त भन्दाखेरि आनन्दमा चाहिँ आनन्दभित्रमा चाहिँ उहाँले चाहिँ विनयको शिलहरू एकदम राम्रो र उसको अनुभव एक गम्भीरता भएको कारणले गर्दाखेरि अनि यो चाहिँ उपालि उपालिले अब बताएको थियो भन्ने कुरा पनि छ अनि त्यसपछि अनि के आएको थियो भन्दा बल्ल अनि के हो त सूत्र पिटक होइन अनि विनय पिटक भने यसरी सुरुवात भएको थियो भनेर भनिन्छ अनि यो अभिधर्म पिटक चाहिँ अब यो यो विनय पिटक र सूत्र पिटक सम्पन्न भइसकेर अनि दोस्रो चरणमा नि अब यो भएको हो फैलिएको हो भनेर बताउने पनि छ यसरी बताउँ अब के हो त आनन्द र उपालिले बताउनु भएको यो सूत्र पिटक र अनि यो विनय पिटक चाहिँ सबै के हो त अब यो के हो त अब अक्षरमा लेखेको छैन मलाई बुद्धले यो बतायो यो ठाउँमा यो बताएर सबै अब मनमा उहाँले याद गर्नुभयो त्यो कुरा बताएको त हो अब पहिलो बुद्धकालीनमा भनौँ न कहिले नबिर्सिने मिजिबे सुङ भनिन्छ होइन नबिर्सिने धारणी मन्त्र यस्तो मन्त्रहरू थियो उहाँहरूसँग बुद्धले यो समयमा यो बताउनु भयो सबै एक एक गरी मनमा कण्ठस्थ थियो अब मनमा राखिएको कुरा नबिर्सिएको कुरा चाहिँ अब उपालि र आनन्दले बुद्धले यो ठाउँमा यो भन्नुभएको थियो यस्तै गरी भनौँ न विभिन्न ठाउँहरूमा यो बताउनु भएको थियो भन्दा नि उपालि र यो आनन्दले बताउनु भएको थियो
त्यो बताउनु भएको कारणले सूत्र पिटा र विनय पिटा यसरी उत्पन्न भएको थियो त्यही कारणले अब यो अब कसैमा कहिले नबिर्सिने मन्त्रको अब दिमाग पनि हुन्छ कसैमा हुँदैन नि त हैन त्यही कारण अब यो धेरै कुराहरू हुन्छ नि हैन धेरै कुराहरू मान्छेले बुझ्दैन अब यसले सूत्र भन्ने सूत्र भनेको यसलाई अब हामीले द्विपालय अर्थात् छोटकरी संक्षिप्तमा बुझाउँछ नि त हैन हामीले सूत्र भन्नाले अब दोलाई बुझाउँछ दोलाई अब भोट भाषामा दो भनेको हो अब संस्कृतमा यसलाई सूत्र भनिन्छ सूत्रको अर्थ के हो त सबै अर्थहरू चाहिँ सर्टकटीमा संक्षिप्तमा बुझाउनलाई बताउँछ नि अब यो चाहिँ के हो त अब फेरि गाथामा आयो नि त अब धेरै लामो वचनहरू होइन यो गाथामा अब लियो जुन अब लामो वाली शब्द गाथामा के कविता जसरी पस्क्या छोटो छोटोमा अनि बुद्धको अमृतमय वचनहरू चाहिँ के हो त गाथामा रूपान्तर गरे हैन यो चाहिँ अब याद गर्नुको लागि के हो त अब यसरी गाथामा उहाँले सम्बन्ध भएको थियो अब पछि गएर यो अब सबै हिजो भने आजै बिर्सिने त्यस्तो समय आएको छ हैन अब भविष्यमा त यो त एकदम कमजोर हुन्छ यसलाई के गर्ने भन्दा यो पनि बुद्धको धेरै गम्भीर तर लामो शब्दहरू चाहिँ अब गाथामा छोटो छोटो शब्दमा यसरी अब प्रतिपादन गर्यो हैन दर्शायो हैन अब यसमा के हो त अलिकता व्याख्या गर्ने तरिकाहरू हैन व्याख्यान यसको विवरण अलिकता फरक रहेको छ अब यसलाई निदान भनिन्छ हैन यसको सुरुवात गर्दै कुनै हैन यो आधा यो गाथाहरुमा के हो त अलिकता व्याख्यानहरुमा विवरण अलिकता फरक आएको छ अनि यसलाई हामीले निदान भन्छ निदान भनेको सुरुवात यसरी भएको त यो ठाउँमा यो भन्यो भनेर जुन अब गाथाको कुराहरु गाथामा चाहिँ कुन ठाउँमा यो भनेको थियो भन्दाखेरि लिङ्सी भनिन्छ यो ठाउँमा चाहिँ यो बताउनु भएको थियो भने यसको निदानहरु बताउनु भयो अब पछि गएर के हो त लामो लामो शब्दमा हैन जुन गाथा नभएको कुराहरु छोटो छोटो शब्द नभएको लामो शब्द छोटो सबै मिसाएर अनि एकै ठाउँमा के हो त अनि यसलाई चाहिँ अब धर्मद्वारा अर्थात् धर्म परियाना भनेर यसरी अब अनि यसरी अब धर्म एउटा ग्रन्थ पनि सुरुवात भएको थियो वचन पनि सुरुवात भएको थियो हैन अब यो पहिला भिन्नता थियो नि त हैन पहिले चाहिँ लामो शब्दमा अब धेरै अब लामो शब्दमा सूत्र भन्यो पछि गएर अब यसलाई के हो त गाथा शिक्षे भन्यो हैन सिक्लुक शिक्षे भन्छ यो चाहिँ अनि यो सबै दुवै जना दुवैवटा चाहिँ एकै ठाउँमा संकलन गर्दाखेरि यसलाई चाहिँ धर्म परियाना भनेर यसरी मिलायो अब हामीले पढ्ने सूत्र भनौँ न हैन यसमा के हो त लम्बिएको शब्द पनि छ छोटिएको शब्द पनि छ गाथाहरु पनि छ हैन अनि यो धेरै अनि पुनर यो के हो त वृद्धि भएर गयो फैलिँदै गयो हैन अर्को चाहिँ के हो त सूत्र भन्नाले एउटा के हो त यो चाहिँ एउटा तन्तुलाई पनि बुझाउँछ तन्तु एउटा धागो के किन सूत्र चाहिँ एउटा धागोलाई बचायो भने अब धागोमा चाहिँ सुन चाँदी हैन अब भनौँ न एउटा कसैले हारमा लाउँछ कसैले अब यो झुरुहरू मुगहरू अब त्यो धागोमा हैन तन्तुमा लाउँछ नि त हैन उनीहरु लाउँछ त्यस्तो किसिमको अनि बुद्धको हरेक गाथाहरू लामो वचनहरू सबै छोटो वचनहरू सबै यो अनि यो एक एक गरी सबैमा उनेको हुँदाखेरि सबै एकै ठाउँमा संकलन गरेको हुन्छ त्यसलाई सूत्र भनेर नाम दिएको हो पहिला प्राचीन कालमा अब सूत्र भनेर अब सबै गाथाहरूलाई बुझाउँदा थियो हैन त्यस्तो पनि रहेको रहेछ महागम्भीरता अर्थहरू चाहिँ के हो त थोरै शब्दमा बुझाउनेलाई चाहिँ
सूत्र भनिन्छ अर्थात् दो भनिन्छ हैन ane गम्भीरता tese कुराहरूलाई zure चाहिँ choni थोरै शब्दले एउटा शब्दले अनेकन अर्थहरू बुझाउनेलाई चाहिँ सूत्र भनिन्छ 다 바지 dinrishresha 다 되네 다 दिन दो गर्छ अनि दुएको वाला सेबी न यो थियो अब सूत्रको विषयमा मैले बताएँ अब विनयको विषयमा बताउनु पर्दाखेरि मुख्य अब शिक्षण गर्ने एउटा शिक्षाको मूल स्रोत चाहिँ के हो त भन्दाखेरि अब सूत्र भनिन्छ अब शिक्षाको मुख्य स्रोत नै सूत्र हो भने पनि भनिन्छ हैन यसलाई प्रति मोक्ष सूत्र पनि भनिन्छ हैन यसलाई अब नाम्जे भनिन्छ नि हैन सूत्र विभङ्ग भनिन्छ कि हैन यसमा पुरुष पक्षको सूत्र विभङ्ग पनि रहेको छ अनि स्त्री पक्षको अब यो सूत्र विभङ्ग पनि रहेछ फै नाम्जे मै नाम्जे भनिन्छ अब सङ्घको गठन सुरुवात भइसकेर स्थापित भइसकेर हैन त्यहाँदेखि अब सिलहरू दुलोहरू अब बुद्धकालीनमा यसरी भिक्षुहरू एकदम वृद्धि हुँदै गएर उहाँहरूको नाम सिला एउटा नियम राख्यो हैन सिलहरू राख्यो त्यहाँदेखि के हो त अब नियम अनुसार कानुन अनुसार जानुपर्ने हुँदाखेरि त्यहाँदेखि अब धुलुवा विनय भन्ने यसरी सुरुवात भयो हैन यदि कुनै सिल छैन कुनै यसको नामहरू रुलहरू कुनै अब नियमहरू छैन भने के हो त यो अनि सिल शुद्ध भएको भिक्षु यो सिल भ्रष्ट भएको भिक्षु भने थाहा हुँदैन नि त्यही कारणले त्यो सिल शुद्ध भएको भ्रष्ट हुनुको कारण यसलाई फैलाउनुको कारण शुद्ध हुनुको लागि यो कामहरू यो नामहरू यो आफूले पालना गर्नुपर्छ भनेर बताएको बुद्धको वचनलाई नै अनि यसलाई विनय पिटक भन्छ विनय भनेको चाहिँ अब संयम शान्त पाराले बुझाउँछ नि त हैन कलेशहरूलाई दमन गर्ने अब जुन शिक्षण गर्नुपर्ने प्रतिमोची सूत्रहरू सबै के हो त अनि सबै सङ्कलन गर्यो नि त हैन एकै ठाउँ अनि भन्नुहुन्छ कि अब प्रतिमोची सूत्र अब भनौँ न यो विनय पिटक भनेको चाहिँ सबै बुद्धको प्रतिमोची सूत्रहरू चाहिँ सबै सङ्कलन गरेकोले बुझ्न पर्दछ भन्ने भनिन्छ अब लेगी छोक पनि भनिन्छ अब यसलाई खण्डका भनिन्छ खण्ड लेगी छोकलाई अब कर्म खण्डका भनिन्छ हैन यसलाई धेरै अब खण्डहरू छुट्याइने हैन जे भए तापनि अब बुद्धकालीनमा भनौँ न हैन प्रारम्भिक बौद्ध धर्मदेखि सुरुवात भएको होइन के हो त यो अब सङ्घहरू फैलिनु पर्यो सिलहरू शुद्ध हुनु पर्यो नियमहरू राम्रो हुनु पर्यो अब त्यो नियमहरू राम्रो हुनुको लागि के हो त अब कर्म खण्डकाहरू राम्रो हुनु पर्यो नि त हैन त्यो कुराहरू चाहिँ प्रतिपादन गरेर सुरक्षा गरेर एकदम राम्रोसँग राखिएकोलाई चाहिँ हामीले के हो त भन्दाखेरि अब यो विनय पिटकभित्र राखिएको छ यो चाहिँ कहिले सुरुवात भयो त भन्दाखेरि यो लेखी छक भन्ने कर्म खण्डका चाहिँ हैन बुद्ध परिनिर्वाण भएर 100 वर्षपछि यो निस्किएको हो अर्थात् बुद्ध परिनिर्वाण भइसकेर 100 वर्षपछि यो अब यो खण्डका कर्म खण्डकाहरू चाहिँ अब उत्पन्न भएको थियो भन्ने कुरा पनि अब भन्ने भनाइ छ प्रतिमोक्ष सूत्रहरू हैन अनि कर्म खण्डकाहरू हैन पहिला बुद्धले बताएको थियो तर पनि पछि के हो त अब यो यादमा मात्रै अक्षरमा थिएन पछि अब विद्वानहरूले अक्षरमा अब सुरुवात गर्दाखेरि लेख्दाखेरि पछि अब यसलाई चाहिँ राम्रोसँग फेरि पुनरुत्थान हैन फेरि सुरुवात गर्दाखेरि यसरी अब नवीन भएर आयो भन्ने भनाइ छ
마 균진 체고 알아봐. 대 균진 체가 체도 어느 곳에 탑시 가려 배주 당연 알았잖아. लेगुई क्या छ लेगा गोप्से क्या बेसो छ अब मिसो के हो त सोचो यो याङ्गे पहिला चे बुद्धकालीनमा अब लेगा भनौँ न गोप्से चेलाहरूमा बेसो पछि यो मनमा मात्रै थियो अनि अक्षरमा मा थिएन गुन्जिन छे पछि अब के हो त अब लेगु अक्षरमा नि गोटे बे आउनु पर्यो नि त होइन लेखसे अनि बेसो अक्षरमा अनि लागिसकेपछि लेजन के हो त दास अब यो नांगा बिर्सेर मांगा हराएर मा जान्छ गुजु नालो यसलाई के या हो त छुटाउनु दोदिन पर्यो जुबस भनेर होइन यसलाई अब जो ग्रहण नांगो गर्नु पर्यो नि त दोदि होइन चिबोला छे ग्रहण गर्नुको लागि के हो त लोजों नि छे अनि तेलो सिंह प्राचीन लोल सिंह ते भिक्षुहरूले बताएको लोल कुराहरूलाई सिंह चाहिँ छे पछि अब के हो त नि नांगो दो अ, दुआ ते जो लोल सिंह नहराउनु लागि छे नमास्नुको लागि के छे हो त नि मा ले लोजों धोते छे जिम्पा अर्थात् अनि अ, chen चित्र nao टिका chen होइन zimbasa विनयधारा धर्मका chen थिका nao de chen अ, zimbasa chen धर्मधारा zimbasa भनेर यसरी अब ane zugu zo आफ्नो अब ngela so यो ke de lo da अ, lo sim de zo le lo नहट्नुको sim लागि yong न de che zam de भनौँ न अब यो yong ni de ji ji नष्ट ra नहुनुको लागि gopse क्षय de chi नहुनुको ta लागि ra आफ्नो अब de यो ta gopse निकायहरू छुट्यायो ta भनौँ be न so यसलाई ru chi ta अनि ka gopse यसलाई ge number ru chi so ru chi अ, ka she एउटा ge duwa सङ्कलन lo गरे de यसरी lo zo sim duwa lo sim होइन ka she ge अब an do de कुनै lo चाहिँ के sim हो त सूत्र do de मात्रै lo sim अध्ययन ane गर्यो to ta यो mi गर्नलाई chi के ge हो त cham अब lo sim tu सूत्र ta se टिका ga khabu yin sa ane सुतान्तिका mi so भनिन्छ so so le ma कुनै चाहिँ के gopse हो ge त ma फेरि so अब che che बिनामा anda एकदम अब thunyan to ne चाहना ane उत्सुकता रुचि हुन्छ त्यसलाई चाहिँ के हो lo त sang ka shwe विनयधारा भन्यो che होइन dan duwa de को चाहिँ gopse प्रवचन ge गर्नु me je एकदम che ya रुचि र खुसी हुनुहुन्छ आनन्द हुन्छ उनीहरूले चाहिँ के हो त अब धर्मका थिका भन्यो कुनै चाहिँ धर्म ane मात्रै ne अब ko du पक्रिने tham bu ध्यान ka गर्ने bi भने त्यसलाई चाहिँ के हो त धर्मधारा भने tab यसरी hindustan e gun ga हुँदाखेरि अब nyawar ko gi ma so sha ma राख्यो ki होइन che dan तर पनि duwa के हो de त यो na बुद्धको पहिलो ta dang arang zu वचन che ya सङ्कलन de we गर्ने gi che बेलामा dan होइन duwa ni bi nyawar विनय ko र ya yuwa khar chi अरू ma र de अनि ro अहिले भएको यो सूत्र पिटकहरूमा ka भनौँ bi न ka du tham फरक be के छ ka त ba so sha भन्दाखेरि we gi che dan duwa ni bo te dang ta dang arang zu gi che ya de che dan duwa ni bi bo ru ke ba kare are yuwa kar chi are che she go shon tes kala khabar अब हामीले ane अब san कुरा ma गरौँ se होइन we gi ka du tham be ka gi अहिले हाम्रो हातमा shon भएको सूत्र ka पिटक ti sa विनय पिटक ke zi yi thol र la ba जुन ti ji ko yu na ta पहिलो बुद्ध ka वचन chi ka du सङ्कलन tham गरेको da पहिलो परिषदमा सङ्कलन गरेको che बुद्ध ya ge धर्ममा भएको यो ka विनय पिटक र सूत्र पिटक चाहिँ फरक के छ chi tham sam chi एउटै sa हो wa त de भन्दाखेरि हामीले chi nye तालमेल गर्दाखेरि du de दाँचो mi so गर्दाखेरि मिलाउँदाखेरि ta ine एकदम ka de हामीले de sa ne फरक छुटाउनु गाह्रो हुँदछ pe chi yi त्यस्तो ka अब za भेट्नु ne पनि धेरै chi गाह्रो be छ be ge so da ru tu si bi ju sa ne ane ka du tham be ka किन ge भन्दाखेरि che अब dan du ni ge na कति धङ्बो ta dang ara je पहिलो de che परिषद dan du पहिलो ni bi बुद्ध bo ru वचन le सङ्कलन गर्ने ke ba क्रममा so लेखेको छैन yu सबै khar मौखिक chi ore che कारण che मात्रै ba होइन ka za मौखिक मुखले मात्रै भन्ने हो नि त यो भनेको थियो भने अब अहिले ne हाम्रो मौखिक मात्र नभएर अब यो पाण्डुलिपि Maatare am हस्तलिपि होइन अक्षरमा बाहिर अ, अ, kadu thambe kabli दर्शाएको छ नि त त्यही कुरा धेरै फरक रहेको ane छ यसमा asa nyawa koda kyunga wiki ane chedan duwa de sung ane dine rinpe shindwa karchwe अनि यो chigi उपालि र यो chapsang आनन्दले chang rup विनय shiji पिटक र सूत्र पिटक बताउनु rinpe गए होइन nandingi tunju अनि beya त्यसरी ane फैलाउँदै जाँदाखेरि के हो त अनि karchwe mbarisana dode thamji choji du du chene dode dene sa अनि duwa thamji choji du du यो chene आनन्द र duwe उपालिले dene अनि sa ati सूत्र पिटकहरू chungpa सबै te paji duwe me सूत्रहरू nandingi सबै tunju सङ्कलन sa गरेकोलाई सूत्र chungpa पिटक sung जति पनि विनयको धर्महरू सबै सङ्कलन गरेर त्यसलाई भएको चाहिँ विनय पिटक भने Tainea यसरी अब sange नामकरण sang गरियो अनि यसरी sange यसलाई ग्रहण namge गर्न de लाग्यो lo ya zam jele ya ane बुद्ध परिनिर्वाण 100 duwe ge वर्षपछि nandenge dele ya yun अब yuwa यो chimbasim yuwa karchi ya निकायहरू duwe ge निकायमा धेरै अब nang फरक deme आयो ge nandenge karsa deme ge gindung ge फरक के आयो de त भन्दाखेरि होइन nang प्रारम्भिक pinzu motu बुद्ध bichi धर्म ane अनि pejin dewa sa chi da neden dewa sa chi kha ni le ye che अब यो मूल अब duwe ge चारवटा कुराहरू छ होइन ta महासङ्घिका र सर्वास्ति gindu ge de de मुख्य दुईटा shoga कुरा ni अब ge यसमा cha भाँड्यो भनौँ न shoga ni chawe दुई ni कुराहरू sane ta छुट्यो tempa भनौँ न gyunjin cha ki lenge sane ta do tempa अब gyunjin यो cha निकाय ki छुटिसकेपछि ane पहिला प्रारम्भिक बुद्ध धर्म र अनि पछि निकाय यसरी deva ya बाँडिँदाखेरि अब ane deva sosu ki ane अनि gindu thol phatir chi ngwa ina यो ko gindu di chik ma da पहिला त के हो त be अब be kar kar सबै chi भिक्षुले सबै shoga एउटै नै हो rinpi samare भने अब chidana सङ्कलन deva गर्थ्यो sosu gindu पछि de अब be यो yuzo rinpi निकायहरू me छुटिसकेपछि gindu de mo tu bisi महासङ्घिका र अनि shoga rinpi chi ma सर्वस्तिकवाद ki दुईटा अनि ngwa yu samare छु ta dine shi su ane gindu de be समुदायहरू shoga rinpi छुटिँदाखेरि cha bi ni sa आफ्नै shi su su हिसाबले अब पक्रिने कुरा ग्रहण गर्ने कुराहरू पनि ta tempa धेरै gyuji che फरक आयो ane te samdo ma sewe ki ti jele ya ne den deba ta pejin deba nangyu la ya ane tumbu mangbo kiye che
अब यो महासङ्घीय र सर्वस्तिवाद भने धेरै निकायहरू फैलेर गए फेरि होइन धेरै अब भाग भाग खण्डेर गए अन्तिममा गएर के हो त यो 2वटा निकायदेखि 18वटा निकायहरू छुटेर गयो अब भनौँ न भिन्नता भएर गयो भनेको मतलब चाहिँ प्रारम्भिक बौद्ध धर्मको सङ्घ पहिला एउटा थियो पछि अब निकाय गर्दाखेरि 2टा निकाय महासङ्घीय र सर्वस्तिको भयो सर्व भनौँ 2टा भएर गयो होइन पछि गएर के हो त यो 18वटामा फैलिएर गयो नि त होइन होइन महासङ्घीय र स्थापित निकाय 17वटा निकायहरू फैल्यो अब होइन पहिला अब एउटै नै थियो पछि गएर अब 2टा निकायहरू छुट्दाखेरि अब के हो त्यो त विनय पिटक त मेरो पक्षमा पर्दछ सूत्र पिटक त मेरो पक्षमा पर्दछ भनेर होइन सर्वस्तिवाद र अब यो सर्वस्तिवाद भनौँ न होइन सर्वस्तिवाद र अब यो अर्को चाहिँ के भनौँ मैले यो महासङ्घीय होइन स्थापितवाद र के हो त यसरी अब अनि आफ्नै पक्षमा पक्रिँदाखेरि अब त्यो झन् निखरेर गयो जुन यो अब पाली भाषामा थियो होइन पाली भाषामा भएको चाहिँ श्रीलङ्कातिर अब फैलिनु पुग्यो होइन त्यो पछिको पाली नभएको चाहिँ के हो त सबै अब चीनमा फैलिनु पुग्यो अब जुन पाली भाषामा भएको बुद्धको वचनहरू सबै श्रीलङ्कामा एकदम वृद्धि भएर फैलिएर गयो त्यो बाहेकको अर्को सबै चीनमा अब होइन के हो त अनि अनुवाद गरेर होइन अनि यसरी अब सूत्रपिट विनयपिट यसरी फैलिएको हो पहिला के हो त प्रारम्भिक बौद्ध धर्म भन्ने थियो पछि गएर अब 2टा निकाय होइन फैल्यो होइन महासङ्घीय र अनि स्थापितवाद त्यो पनि अब निकाय अब त्यो विभाजन हुँदै हुँदै छुट्दै अब भनौँ बाँड्दै 18वटा भयो 3 कुरामा अब विभाजन भयो अनि यो 18वटा कुरा 18वटा निकाय छुटिँदैन के हो त कोही अब पाली भाषामा भएको के हो त कोही अब श्रीलङ्कामा संस्कृत भारतमा त्यो भएको कुराहरू सबै अब चीनमा पुग्दाखेरि आफ्नै भाषामा रूपान्तर हुँदाखेरि अनि सूत्रपिट विनयपिट आफ्नै ठाउँमा त्यो धेरै समयसम्म लाग्यो नि त यो फैलिन अब अघि बताएको चाहिँ के त विनयपिट र सूत्रपिटक हो होइन अब अहिले चाहिँ के हो त यो सूत्रपिट सबै सूत्रहरू सङ्कलन गरेको अब त्यही कारणले पहिला यो भनौँ न यो पहिलो बुद्ध वचनको सङ्कलनको बेलामा भएको अब सूत्रपिट र विनयपिट भनेको र अहिले हाम्रो हातमा भएको हामीले आफ्नो आँखामा प्रत्यक्ष रूपमा देखिने सूत्रपिट विनयपिट एउटै नै हो भन्नु धेरै गाह्रो छ धेरै यसमा फरक आएको छ भिन्नता धेरै आएको किन भन्दाखेरि हाम्रो बिचमा निकाय आयो नि त 18वटा निकाय कोही श्रीलङ्कातिर पुग्यो कोही चीनतिर कोही भारततिर होइन आफ्नो ठाउँमा कोही जापानतिर पुग्दाखेरि त्यो धेरै फरक आयो नि त भिन्नता आयो आफ्नो राय मात्र आउँदाखेरि होइन अब शुद्ध र चोखो डल्लै कुन हो भन्नेमा हामीले अनुसन्धान गर्नुपर्ने धेरै यो चोखो यही हो भन्नुलाई हामीले यसको अब स्रोत भेट्नु धेरै गाह्रो आज पहिलो दिन भएकोले सुरुवात गरेको नि धेरै खुसी लाग्यो आज हामीले सुरुवात गर्न सक्यौँ पहिला अब के भन्दा अगाडि अब होइन केही कुराले गर्दाखेरि अब मैले सुरुवात गर्न सकेँ 2023मा अब आज सुरुवात गरेँ खुसी लाग्यो होइन अब सुरुवात गरे अब टुङ्गिनु पर्दछ होइन अब सुरुवात गरिसकेपछि अब हामी के हो त मध्यमा पुग्यो
50% सक्यो होइन, तर अन्तिममा अवश्य टुङ्गिने चाहिँ हामी। अनि अब आजको लागि यति नै। भोलि अब हाम्रो विश्रामको दिन रहेको छ। फेरि पर्सि म फेरि यसलाई बताउनेछु।